साथी हो आज चाहिँ हामी फुलको लागि मल खोज्नु जाँदैछौँ र यहाँ जङ्गलमा आइपुगिसकेको छौँ। अहिले यहाँ मेरो छोरी छ साथै मेरो छोरा है यहाँ आराम काट्दै रहेछ क्या हो। हामी यहाँ जान्छौँ यताबाट जाउँ यताबाट ओह्रालो यहाँ काठ काट्दै रहेछौ हाम्रो फुपूहरूको है। कस्तो काट्छ भने हटिनु पो रहेछ क्या हो। यहाँ हटिन काट्दै रहेछ। को हो यो चिनेको जस्तो पनि लाग्यो काट्ने मान्छे। ए नरवीर अङ्कल हो नरवीर अङ्कल। यहाँ काट्दै रहेछ है र हामी चाहिँ यताबाट हाम्रो जङ्गलतिर जाने। पर मेरो छोरी जाँदैछ। हामी यसरी जङ्गल जाँदैछौँ र यहाँनिर जङ्गल हाम्रो तल्लो बारीमा फरेस्टमा जाँदैछौँ। हाम्रो फरेस्ट प्राइभेट फरेस्टमा र यहाँ चाहिँ पुरा यस्तो खालको उयोहरू छ है। बोरा नाम्लो त्यो पत्कर खोर्सिने सबै लिएर आएको छौँ आज चाहिँ हामीले है। यो चाहिँ हाम्रो फुपाहरूकै रुख बारी हो। यहाँ चाहिँ फुपाहरूकै बारी हो। यो चाहिँ यहाँतिर रुखहरू ढालेछ होइन, रुखहरू ढालेछ। यहाँ ओह्रालो गएछ उँधो त पसेन होला। खोइ म छुइनँ घरमा, यादै त हुँदैन। यहाँदेखि चाहिँ हाम्रो ओह्रालो हो साँप चाहिँ। र खै के गर्नु, आफू बसाइ छैन हो। आफू नबसेपछि यस्तै हुन्छ। मनपरी बस्ती, मनपरी जङ्गल है। अब हाम्रो बारीको साँच चाहिँ यही हो। यताबाट तल ओह्रालो जानुपर्छ। मेरो छोरा यहाँ जाँदैछ, तल जाँदैछ। छोरी पनि जाँदैछ बोरा सोरा बोकेर। पत्कर सोर्नुको लागि चाहिँ विशेष एउटा औजार छ बनाएको। त्यो औजारले चाहिँ हामी सोर्ने गर्छौँ। र यो चाहिँ हाम्रो फरेस्ट हो, हाम्रो प्राइभेट फरेस्ट। यहाँ धुप्पीको रुखहरू यस्तो हुँदैछ है, यस्तो हुँदैछ। यहाँ 2 साल अगाडि जङ्गल बेचेको, 3 साल अगाडि। यहाँ छ्याङ्गै छ, मसिनो बिरुवाहरू बढ्दैछ। यतापट्टि पनि अब यो बर्खामा छुट्टीमा आएर चाहिँ यतातिर पनि पुरा झोडीहरू फाँडफुँड गरेर गर्नुपर्छ। फाँडफुँड गरेर चाहिँ यो सिनिक्क बनाएर चाहिँ यो ठुलो ठुलो रुखहरू छ जुन चाहिँ यो धुपीको रुखहरू छ। यहाँ यी पुरा ड्याममै घारी भइरहेछ। यहाँतिर मुनितिर है जङ्गलहरू छ। यहाँ अलिकति छ्याङ्गा भएको ठाउँमा चाहिँ यतापट्टि चाहिँ अलिक बिरुवा थप्नुपर्छ जस्तो छ योपालि। धुप्पी सुप्पी हुन्छ कि के हुन्छ। यहाँ हेर्नुहोस् न। हाई कहाँ गएको? पहिला यहाँ कटुसको सोरौँ न। यहाँनिर हो रुखहरू लडेर, सुक्खा रुखहरू हेर है। दाउरा कति छ नि, कति मान्छेले लान्छ। घरदेखि अलिक टाढामा छ यो फरेस्ट। यो सबै एरिया हो, यो फरेस्ट एरिया हो। माथितिरको ठुल्ठुलो रुखहरू सबै हो, माथितिरको। यो मसिनो बुच्का बुच्की झ्यालझुलहरू चाहिँ योपालि फाँडफुँड गर्नु पर्ला। भाइ आउन यतै। यो कटुस सर अलिक एक बोरा कटुस सोरौँ कि। त्यो चाहिँ अर्किडलाई हुन्छ हो। अरू चाहिँ उयो गरौँ न।
इन्जिलियाहरूलाई चाहिँ अरू फुललाई चाहिँ भज्याको नरम पत्ता लानुपर्छ। अर्किडहरू त अर्किडलाई त कडा कडै चाहिन्छ नि त पत्ता क्या, अलिक ढिलो पच्छ, छिट्टो पच्ने त बनाउनु हुँदैन हो। त्यसले गर्दाखेरि नरम काठको चाहिँ छिटो पच्छ। अब अलिकति उयोहरूको चाहिँ ढिलो पच्छ, कडा यो कटुसको पातहरू चाहिँ ढिलो पच्छ। यहाँ हेर हाम्रो अब के गर्नु र, घरको छेउमा हो भने त कति लगिन्थ्यो होला। यहाँ सुक्खा रुख लडेको हेर्नु न, हो त गतिलो रुख अल्झिरहेछ नि, त्यहाँ लडिरहेछ ऊ। अब कसले काट्ने कसले लाने त्यहाँबाट, है के गर्नु र। यो सबै कटुसको रुखहरू हो, यो रुखहरू सबै कटुसको रुखहरू। यिनीहरू के गर्ने अन्त भाइ, हाँसिँदैन अलिकति यता। आज त अब मुड खराब भएको जस्तो छ त भाइको त, अलिक देउ त बुझेन क्या हौ। आज आइतबार शनिबार, भोलि त म हिँडिजाने हो, अलिक कामहरू गर्नुपर्छ। के गर्नु, हप्ताभरिको आफू गरेर बसेर गरेको जस्तो हुँदैन, नानीहरूलाई पनि लाउने सिकाउने यस्तै छ। अब पत्कर सोर्नुपर्छ। यहाँ मल चाहिँ फुलको लागि है भाइ, अलिकति हुन्छ म यहाँबाट छोराहरूमा आइपुग्यो। अघि एक ट्रिप पुऱ्याएर यहाँ पानी लिएर आएको रहेछ र उसको भाग पनि तलबाट लिएर आयो एक बोरा र पानी खाँदैछ ऊ। खै रिचा छोडियो, त्यो छेल्यो नि भाइलाई। डरलाग्दो पानी खान्छ, उठ्ने मरुभूमिमा भेटेको जस्तो तानिदिन्छ नि। आमा तान्यो भाइ, पानी तान्यो, घटघट एक तान्न। पानी ज्यादा खानु स्वास्थ्यको लागि हानिकारक होइन, राम्रो छ। यहाँ छोरीको भारी, त्यहाँ ऊ परको सेतो मेरो भारी, छोराको खोइ भारी, यसो उचालेर देखाइदियो त है। मेरोभन्दा सानो बोकेछ छोराले, छोरा त मभन्दा ठुलो छ कि, तर मेरोभन्दा सानो बोकेछ। र यस्तै छ। यहाँबाट उकालो जानुपर्छ, निकै माथिसम्म जानुपर्छ नि हौ। यताबाट उकालै माथिबाट घुमेर यहाँबाट सम्झिनुहोस् झन्डै 200 मिटर, 200 मिटरभन्दा ज्यादा 400 मिटर जस्तो छ होला हौ, 300-400 मिटर र पुगिन्छ। जाँदैछौँ, भर्खरमा छ। पहिला चाहिँ अब छोरी यस्तै भए पनि हो, पढाइले पुरा काम गर्छ बस्तीको। अब यहाँ यी मल सल फुल रोप्नु, बेगुनियालाई है, जिरेनियमहरू, इन्जिलियाहरू, योपालि नयाँ नयाँ फुलहरू लिएर रोप्ने है। पेल्गोनियम पनि ल्याएको छु हिजो मैले, त्यो पेल्गोनियम 6 भेराइटी छ, त्यो पनि रोप्ने। ल हिँड्यो है मेरो छोरी, हिँड्यो परै हिँड्यो, बोकेर पनि हिँड्यो। म पनि जानुपर्ने, यिनीहरूले मलाई छोडिराख्छ क्या हौ। छोराले पनि अब रेडी गर्दैछ। यो मेरो ठुलो भारी चाहिँ मेरो हो, छोराले रेडी गर्दैछ हो। बोक्यो परले, यो फेरि खतरा बोकिदिन्छ नि मेरो छोराले। मेरो छोरा र छोरी चाहिँ सर्काको चाहिँ होइन कि, बस्तीको काम चाहिँ पुरा गरिदिन्छ नि। अब यहाँ त यो पानीको बोतल के गर्नुपर्ने हो, पानीको बोतल। ह्याप्पी होलिडे चाहिँ यस्तै छ, यस्तै छ ह्याप्पी होलिडे चाहिँ।
बोकिँदैछ मजाले। ए नाम्लो छोटो भएर तल्लो बारीबाट मोल बोकेर कटुसको मोल लिएर आउँदैछ। रिचाको मम्मीले चाबी लिएर आइसकेको छ। यहाँ अब चाबी खोलिँदैछ ग्रिन हाउसको। यो चाबी खोलिसकेपछि चाहिँ अब यो भित्र भट्टाभट हुलाउँ भाइ हो। यहाँ हुलाउनुपर्छ। यहाँ हुलाएर चाहिँ टक्क आम्मम यहाँ भित्र त सिलगढी जस्तै भएछ हौ गरम। यहाँ फुलहरू फुल्दैछ मजाले। एउटा त भाँचेछ पनि रातो फुल त हो। यहाँ मजाले फुलहरू फुल्दैछ। त्यो रातो त यहाँ रहेछ हौ। फुलहरू फुल्दैछ है। यहाँहरू ड्याफोडिलहरू यहाँनिर स्ट्रबेरी मजाको फलेको छ। तर खोइ के भएर भाँचेर ऊ भइरहेछ नि हो। यतातिर पनि फलेको छ हौ। भाँचेर सुकिरहेछ यो के भयो। भित्र हालौँ यो बट्टा उता साइड गरौँ त यो बिस्तारै बिस्तारै भाइ बस। अब यहाँनिर चाहिँ बेथुको साग रहेछ। यो बेथुको साग उखालेर आज खानुपर्छ आलुसँग हो। यहाँ अर्किडहरू यहाँ तोरीको साग छरेको छ मजाले। यहाँ तोरीको साग यहाँ धनियाँ उम्रिँदैछ फेरि। आमामामा धनियाँ पुरा धनियाँहरू उम्रिँदैछ हो। यहाँ अर्किड यो 2-4 झ्याङ बाँचेको छ। अर्किड सबै हराइसक्यो र यो अर्किडमा चाहिँ अब फेरि मलजल गरेर अब गर्ने है। र यतातिर सबै घाँस पुरा उम्रेको छ। आज काट्नुपर्छ यो घाँस। सिक्कल ल्याएको छ मेरो त्यहीँ छ बोरामै। माथि हाम्रो बरन्डा देखिँदैछ है। त्यहाँनिर चाहिँ हाम्रो क्यास्पर पनि छ हौ। क्यास्पर हेर्दैछ त्यहाँबाट हेर्दैछ हौ क्यास्परले। क्यास्पर ला क्यास्पर हेर्दैछ। स्यो पक्रे मुग्दैछ। यसले ड्युटी राम्रो गर्दैछ। यहाँ धुपी घारी भएको छ यस्तो घरदेखि मुनितिर। यहाँ चाहिँ अब यसरी घाँसहरू पुरा उम्रेको छ। यसरी पाइप पनि राखेको छौँ यहाँनिर है। यहाँ तल्लो गरामा चाहिँ योपालि यो जुन चाहिँ पहेँलो फुलेको छ नि त्यहाँनिर चाहिँ योपालि पुरा रुख टमाटर रोप्ने विचार छ। 50-60 झ्याङ रुख टमाटर रोपेर चाहिँ त्यसको पुरा डिमान्ड हुँदो रहेछ। योपालि चाहिँ डिमान्ड फुलफिल गरिदिने हामी है। र त्यो चाहिँ के हो त्यो त एमआर लिली हो। यति बेला त फुल्नुपर्छ नि। कहाँ ए ल यहाँ चाहिँ पोहोरको साल राखेको कि इन्जिलियाको कटिङ त्यतिकै सिजन अफ भएको थियो। र सिजन अफ भएपछि चाहिँ हामीले अब यसलाई त्यति यो गऱ्यौँ न सार्यौँ न है। नसारेकोले चाहिँ यो बाल्नु पनि फिट्नु क्या नसारेकोले गर्दाखेरि चाहिँ यो अब आज चाहिँ सार्ने कार्यक्रम हुँदैछ हो। यसरी यो सबै सरिसकेको छ। जरा आएको छ पुरै। कोही चाहिँ मरेको हो क्या हो यो है। ए हेर त यो यसरी जरा आएको रहेछ है। मजाले जरा आएको रहेछ कि यो जरा आएको चाहिँ यतिकै यो पुरै फुटाउनु हुँदैन हो। पुरै फुटाउनु हुँदैन। यो जराइसँग ठकठक यसो गरेर टकटक आयो अनि यो मल यो हल्का फिट्दै हाल्नु त हो। यहाँको यो सबै निकालिदिन्छु म यसरी। निकै जरा गइसकेको छ नि हौ साथी हो। यो त कतिवटा 2टा हो कि एउटा हो। दुईटा हो कि एउटा हो। यो 2टा रहेछ है हो। 2टा रहेछ यो। अब यो चाहिँ 100% सरेको भन्नुपर्छ है। निकै ला जराले यस्तो डरलाग्दो जाम भएको रहेछ। यो
बालुवा फिट्नुपर्छ भन्दैछु हो यो बालुवा फिट्नुपर्छ भन्दैछु नि त म एकछिन न यो त नि कस्तो राम्रो भएछ यहाँ हेर्नु त है सबै फुलेको छ यो वाइट हो पात चाहिँ छैन फुल चाहिँ फुलिसकेको छ है जरा पुरा लागेको छ यहाँ है फुल चाहिँ फुलेको छ जरा चाहिँ पुरा लागेको छ हो फुल यसरी फुलेको चाहिँ एकछिन एकछिन लु बालुवा फिट्दै पुरा बाँधिएछ नि जरा साह्रै दामी आज यसरी मलसल ल्याएर है इन्जिलेहरू रोपिसक्यो यहाँ है यहाँ सबै इन्जिलेहरू रोपेर पनि यसरी पानी दिँदैछु है इन्जिलियालाई 25 पट भएको छ जम्मा 25 पटमा अब कति भेराइटी 25 भेराइटी त भन्नु मिल्दैन अब 2-4 भेराइटी चाहिँ होला 25 पट छ है कतिको हेल्दी हुन्छ हेर्दै जाउँ अब यो है र यहाँ डल्ले खोर्सानी भयो यहाँ तोरीको सागहरू है र यो तोरीको साग यहाँ धनियाँतिर चाहिँ पानीहरू लगाउने कार्यक्रमहरू छ र अब अलिकति एकछिनमा गाईको गोबर मल लिएर पनि यहाँनिर अब पकाइराख्नुपर्छ गाईको गोबर मल अर्किडको लागि र त्यो पनि कार्यक्रम छ र यति गरेर अब त्यो गाईको गोबर मल लगाइसकेर चाहिँ त्यहाँनिर आजको यो कार्यक्रम चाहिँ यतिमा चाहिँ समाप्त हुन्छ है भन्दै आजको भिडियो चाहिँ यतिमा नै अन्त गर्दैछौँ धन्यवाद तपाईँहरूले यो भिडियोलाई हेरेर अलिकति एडभाइसहरू दिनुहोस् सब्सक्राइब गरिदिनुहोस् राम्रो भयो भएन है कमेन्ट गरिदिनुहोस् लाइक गरिदिनुहोस् राम्रो भयो भने लाइक गरिदिनुहोस् राम्रो भएन रहेछ भने तपाईँहरूले कमेन्ट गरेर अझै राम्रो राम्रो भविष्यमा भिडियोहरू बनाउँदै जाउँला भन्ने अपेक्षा राख्दै आजको यो भिडियोलाई यतिमा नै अन्त गर्दैछु धन्यवाद।